हाई गाइज, अब हामी दाइसोतिर लागेको सपिङहरू गर्न। यस्तै छ, कस्तो घाम लागेछ। म हजुरलाई बाहिर देखाउँछु ल। कस्तो घाम लागेछ। हेलो गाइज, अब हामी दाइसोतिर जाँदैछौँ सपिङ हान्नलाई। अलिअलि यता कस्तो घाम लागिरहेको छ। जान लाग्यो, आज अफर चल्यो भनेर सुनेको थिएँ। दिदी र म दाइसोतिर जान लाग्यो। यतातिर चाहिँ दिदी हुनुहुन्छ, यता म छु हेरिरहेको। म चाहिँ हावा, घाम हावा आज धेरै नै घाम लागेको हुनाले मैले क्याप लगाएको। चेसिनबाट आएको क्याब हो। त्यही छ गाइजहरू, कति धेरै घाम लागेको छ आज। दिदी र म हिँडिरहेको हेर्नु, दिदीलाई धेरै जाडो भएर यस्तो घाम छ हेर्नु। लास्ट घाम छ आज त यो जापानमा। के विधि घाम हो। दाइसो जान लाग्यो, अफर चल्यो भनेर सुनेर। खै के चलेछ त्यहीँ गएर थाहा हुन्छ। हेर्नु गाइस, लास्ट घाम। अनि हावा चलेर मेरो कपाल उडाएर के गर्नु र। आपत छ जापानमा पनि, हिँड्न पनि आपत छ। दिदीले फेस लुकाएर फेरि देखाउनु न हो। हेर्नु गाइस, यहाँ कस्तो मजाको घाम लाग्यो जापानमा। के गर्नु। के बोल्नु है। यस्तै छ, हावा पनि चलेछ, घाम पनि लाग्छ। अब पर्सिबाट त हाम्रो काम स्टार्ट हुन्छ। अहिले 4 दिन हाम्रो गोल्डन विक चलिरहेको छ जापानमा। धेरै कुराहरू, अफरहरू पनि चलेको छ भनेर सुनेको छ। तर आज चाहिँ दाइसोतिर चाहिँ जान लाग्यो हामी 2टा साथी भएर। त्यस्तै छ जापानको हल्लीचल्ली। गर्मी भएर क्याप कोट लगाएर हिँडिरहेको। म तपाईँलाई जापानको भ्यू देखाउँछु। जापानको भ्यू आजभोलि त धेरै नै हावा चलिरहेको छ जापानतिर। लागेको हो यस्तो। पानी चाहिँ परे छैन, हावा मात्रै चलेछ। आज जापानमा नराम्रो खाले घाम लागेछ अरे, मलाई दिदीले भन्नुभएको। हामी यहाँ वेटिङमा छौँ गाइज, हेर्न सक्नुहुन्छ। लाइट वेटिङमा छौँ हामी। गो गो लेट्स गो। के भने मैले लेट्स गो। यहाँ हेर्नु गाइज, दिदी गाइज, दिदी साथी गाइज। दिदी चाहिँ होइन, साथी हो गाइज। हामी 2टा यस्तै छौँ घुम्ने। अब छुट्टी सकिन लाग्यो। 2 दिन अब भोलि पर्सिबाट काम धमाधम जापानमा। काम धमाधम हाम्रो। अब के छ र, यस्तै छ धमाधम काम। हामी यहाँ के अरे पुलको तलबाट हिँडिरहेको गाइज। यस्तै छ हो, यस्तै छ। हिँड्ने काम भइरहेको हाम्रो। वाकिङ काम।
अर्किन काम भइरहेछ अर्किन यो दिदीले सेफ्टी गरेर यस्तै छ हिँडिरहेको हो हिँड्दा हिँड्दा पसिना आउन लागिसक्यो गाइज प्रोटेक्सन गरेको क्यापले मेरो यहाँ क्यापले प्रोटेक्सन गरेछ अलिअलि दिदीलाई चाहिँ कता हो रामा सास लाउनु भएको मन त लागेन आज अब हामी दाइसोमा पुग्दैछौँ दाइसोमा अफर ला भन्ने सुनेर आएको तर छ कि छैन त्यहीँभित्र गएर देखाउँछु न के छ सामानहरू के पाइन्छ भनेर देखाउँछु सानो सानो भएको त्यो केटी हो ए यहाँ त्यस्तै चाहिँ पार्किङ छ यतातिर गाइज अब दाइसो आयो गाइज मेरो क्रस गर्न लागेको अब दाइसोमा के पाइन्छ हाम्रो साइतामाको दाइसे हो अब के पाइन्छ यस्तै छ हेर्नु दाइसोको सामानहरू यहाँबाट देखिन्छ यसैको हेर्नु सामानहरू गाइस मेकअपको सामानहरू दाइसोको 100, 200, 300 पर्सेन्टहरू चाहिँ गाइस हाँ 60 पिसहरू 100 स्टेनलेस भनेको रहेछ सानो दिएर पऱ्यो तर कन्सी त किन्नु पर्ने हो घडी पनि पाइन्छ भने सुन्दा कहाँ हो त आउनु त्यसै रहेछ गाई 2000 अफर भनेको हेर्नु हामी त गएर आयौँ आफ्नो चाहिने चिज किन्यौँ यस्तै हो त्यसै ठगेर रहेछन् कसले हो हालेको थियो टिकटकमा हामीले त हो भनेर गएको रहेनछ गाइज हामी त आफ्नो सामान अलिअलि चाहिने सामान किन्यौँ आयौँ गाइज यस्तै छ खुट्टा दुखिसक्यो हिँड्दा हिँड्दा जाडो भएछ कस्तो हावा चल्छ क्या आजभोलि त है साह्रै हावा चल्ने गाइज कसको रिकमेन्डेसन दिदी र म यहाँ खाना आएको वेटिङमा छौँ हामी खानाको वेटिङमा अब हामी खान्छौँ एकछिनमा खाने हो एकछिनमा खाने हो हाम्रो खाना आउँदैन अरू के भन्नु केही भन्नु छैन आएको फर्स्ट टाइम आएको हो यस्तो कि हुँदैन एक्लै अब खान्छ नि कस्तो लाग्छ अनि म भन्छु ल रिभ्यू यसको
फ्रेन्च फ्राई आयो दिदी खाँदै हुनुहुन्छ अब म पनि खान्छु यम्मी छ गाइस खाने भइगयो साथी रहेछ पानी पनि नदिनुहोस् यहाँ पानी आउँदैछ होइन हजुर सुकिन केमा आउनुभयो तपाईँले हाई गाइज अब हामी दाइसोतिर लागेको सपिङहरू गर्न यस्तै छ कस्तो घाम लागेछ म हजुरलाई बाहिर देखाउँछु ल कस्तो घाम लागेछ त्यही भएर यहाँ क्याप स्याप लाएर दाइसोतिर लाग्यो